हेलो गाइज गुड मर्निङ फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा धेरै महिना बाद फेरि म धेरै महिना भनौँ न होइन कहिले कहिले मात्रै भिडियोहरू हाल्छु सो फेरि पनि आज तपाईँको सामु नयाँ भिडियो लिएर आइरहेको छु म र मेरो छोरा चाहिँ स्कुल जाँदैछौँ हेर्नु न फ्याफा भएको ओह्रालो गरिदिँदै उखाला आउँदा हो गल्छ सो आज चाहिँ स्कुलको यिनीहरूको लास्ट डे हो होइन भोलि चाहिँ सिनियर्सहरूको चाहिँ भोलि चाहिँ स्टडी लिभ अन्त फ्राइडेदेखिको चाहिँ एक्जाम स्टार्ट हुन्छ सो हाम्रो प्रि नर्सरी र नर्सरीको चाहिँ एक्जामहरू हुँदैन रहेछ र चाहिँ यिनीहरूको चाहिँ अब विन्टर हलिडे भएको विन्टर भ्याकेसन है अब यिनीहरूको चाहिँ कहिले लाग्यो त्यो चाहिँ आज भन्नुहुन्छ र मिसले सो यहाँ छोरा हामी चाहिँ बस पर्खिरहेको छु बस चाहिँ कदमबारी बस आउँछ 7 बजी टक्कै अन्त हामी चाहिँ त्यही बसमा जान्छौँ अन्त आज हामी साथीहरूको चाहिँ के प्लानिङ छ भन्दाखेरि चाहिँ सबले गिफ्ट लिएर आउने साथीको लागि हो हामी साथीहरू 7जना छौँ होइन 7जनाको लागि चाहिँ हामी गिफ्ट लगेर जाने आफ्नो आफ्नो अब के दिन्छ आफ्नो आफ्नो साथीहरूले होइन चिनो भनेर चाहिँ एक एकवटा सबले गिफ्ट चाहिँ हामीले लगेर गएको छौँ छ बाबा चाहिँ हामीलाई पुऱ्याउनु आउनु भएको हो किनकि म उकालो अब यत्रो सामानहरू हुन्छ यसरी हो नानीको ब्याग मेरो ब्यागहरू हुन्छ नानीले पनि बोक भनेर भन्छ फेरि उकालो सिँढीमा हिँड्नु सक्दिनँ त्यसै कारण जहिले पनि मेरो हस्बेन्डले चाहिँ नानीलाई बोकेर यहाँसम्म लिएर हामीलाई चाहिँ बसमा चढाइदिइराख्नुहुन्छ अन्त उहाँ चाहिँ घर जानुहुन्छ हो हामी चाहिँ बस पर्खिरहेको छौँ साथीहरू हामी चाहिँ एनपी ओह्रालो जाँदैछौँ है यस्तो डरलाग्दो जाडो छ साथीहरू हातहरू ठिराएर केही छैन के भन्नु हो बिचरा मेरो छोराहरूलाई पनि यहाँनिर मलाई त बिहान उठ्नु कस्तो साह्रो पर्छ कस्तो डरलाग्दो जाडो हुन्छ हो बिचरा अब उसलाई पनि अब उठाउनै पर्छ 6 बजी चाहिँ उसलाई पनि उठाउँछु हो कतिको जाडो छ भनिदेऊ न आमा छोरा अन्त टोपी सोपी लगाएर आउनुपर्छ यसरी हेर्नु न चिसो हातहरू चिसो है अनि भोलिदेखिको छुट्टी छ अब ढुक्कै भयो हो अब भोलिदेखि त हामी फेरि यस्तो हुन्छ अब आज स्कुलहरू लाग्दाखेरि चाहिँ स्कुलहरू लाग्दाखेरि अब होइन निन्द्राले नछोडेर 6 बजी पनि सुत्नु मन परेर कस्तो हुन्छ होइन अब भोलिदेखिको छुट्टी छ भन्छ नि बिहानै फेरि 5 बजी निन्द्राले छोडेर निन्द्रा नलागेरहरू पो हुन्छ त पहिलानिर त्यस्तै हुन्थ्यो नि स्कुल अब पढ्नु इक्जामहरू आयो बिहानै उठेर पढ्नुपर्छ भन्दाखेरि निन्द्राहरू लागेर झपझप पारेर सुत्नुहरू मन परेर हुन्थ्यो होइन जब एक्जाम सक्यो भन्थ्यो निन्द्रा पनि हराएर के भएको होला है हौ मैले चाहिँ एकैचोटि भेटेँ उसले चाहिँ भैलिनीको कुरा गर्दैछ भैलिनी खेल्नु गएको सो अहिले स्कुल पुगेर भेट्यौँ न साथीहरू यहाँले स्कुल पनि आइपुग्यौँ हामी मेरो चाहिँ एकदमै क्यामेरा उयो भइरहेको छ के भन्नु त रङै उडिसकेको छ फेड देख्दैछ किन भन्दाखेरि चाहिँ मेरो फोन चाहिँ बिग्रेको थियो एलसिडी गएको थियो होइन उयो भएर फुटेर मैले चाहिँ यो एलसिडी फेरेको त्यही कारण क्यामेराहरू पनि राम्रोसँगले नै सधैँको जस्तो त्यो उज्यालो पनाइ छैन हो घिनै लाग्दो मधुरो नमधुरो देख्दैछ सो भिडियो चाहिँ राम्रो हुँदैन होला भिडियो क्वालिटी चाहिँ राम्रो हुँदैन होला तर पनि हेरिदिनुहोस् मेरो भिडियो हेर्नु न कस्तो अँधेरो देखेको बिचरा मेरो फोन नयाँ फोन हो नि त यो पनि होइन नयाँ फोनै थियो फुट्यो के गर्नु अब बुढाले फेरि किनिदिँदैन होला होइन एक करोड नयाँ त अस्ति भन्नुहुँदै तिम्रो हातमा फोन चाहिँ फाप्दैन तिमीलाई फोन चाहिँ फाप्दैन कतिवटा बिहा गरेको कति 5 वर्षमा कतिवटा 2टा फोन बिगारिसक्यो योसँग त 3टा पो हुन्छ बिगारेको भन्नु पनि हो तिम्रो हातमा फोनै फाप्दैन भन्नुहुँदै थियो आज चाहिँ खै कञ्चनजङ्घा चाहिँ त्यस्तो डरलाग्दो टल्केको चाहिँ छैन रहेछ अरू बेला चाहिँ टिलिक्कै टल्किरहेको हुन्थ्यो हो आज चाहिँ त्यस्तो चाहिँ छैन तर पनि देख्नु चाहिँ देख्दैछ अरू बेला चाहिँ घाम लागेर कस्तो दामी टल्किरहेको हुन्थ्यो नि त
यो चाहिँ यिनीहरूको फिस टप तर के गर्नु पानी चाहिँ मैला रहेछ फेर्नु भएको छैन रहेछ देखेन खेल्छ अरे एकछिन लु जाऊ न छिटो म खेल्दिनँ मन रिङ गरेर चल्छ लु जाऊ खेल उसले चाहिँ यसरी घुमाउँछ त्यहाँबाट ऊ चाहिँ यसरी झुन्डिन्छ टुङ्लुङ देखेन खेल्छ अरे फर्स्टमा जे खेल्नु पुरा डराउँथ्यो खेल्छ अरे हौ चढ्दैछ अब यति खेलेर चाहिँ म उसलाई क्लासमा हालिदिन्छु सो अहिले साथीहरू आएर भेटौँ ल जुडी चाहिँ गर्नुहोस् मेरो ब्लगमा अनि लास्टसम्म हेरिदिनुहोस् होइन आज हाम्रो सरप्राइज गिफ्टहरू के आउने रहेछ साथीकोबाट हस् एकजना साथीभाइहरू भेला भइसक्यौँ अब चाहिँ हामी कहाँनिर जानुपर्ने के खानुपर्ने भनेर सल्लाह गर्दैछौँ कहाँ जानु के खानु भनेर सन्ध्या दिदीले चाहिँ भन्नुहुँदैछ आज लास्ट हो माथिनिर जाउँ होइन चाउमिन थुक्पाहरू खाऊँ भनेर भन्दैछ श्रुतिले चाहिँ भन्दैछ म आलु मिमी खान्छु सिलगढी गएपछि मलाई पुरा आलु मिमीको याद आउँछ भनेर भन्दैछ हो आलु मिमी खान्छु भनेर भन्दैछ खै साथीभाइको यहाँ कुरै मिलेको छैन म त जता गयो पनि त्यतै जाने हो लु हामी चिरुबितीको दोकान आइपुग्यो साथीहरू है अब चाहिँ हामी गिफ्ट एक्सचेन्ज गर्नु आँटेको फर्स्ट चाहिँ कसकोबाट गर्ने ल यहाँ ल्याऊ यहाँ यो जाउँ हिँड्न हामी यहाँ गिफ्ट हेर्नु न फेरि आयो हाँस उठ्यो हामीले चाहिँ गिफ्टहरू प्याकहरू नगरिकन लिए हो मजाले क्या कानकोहरू निकाल्दैछ हो लु उठाउ न लु टिपे थ्याङ्क यू मेरी दी लु यो चाहिँ यहाँनिर उसको सजना दिदीको लु थ्याङ्क यू लु यहाँ चाहिँ यहाँ सुमित्राको कुन चाहिँ लानु पर्पल यो लानु थ्याङ्क यू सुमित्राको क्लिप चाहिँ सुमित्राको यहाँ सन्ध्या दिदीले चाहिँ उयो गर्दैछ थ्याङ्क यू लु नजर नलागेस् तिमीहरूलाई यो चाहिँ मेरो ल यो मैले चुज गरिदिएको भएन भनेर हाम्रो दोस्तीहरूमा कसैको नजर नलागेस् भनेर लु म टिपे लु सन्ध्या दिदीले चाहिँ सबको नाम भएको लिइदिनु भएको रहेछ यहाँनिर चाहिँ मेरो पी छ यहाँ हेर्नु न फोनले उयो भएर नदेखेको त्यो ब्रेसलेट हातमै लाउने अर्को पालि चाहिँ अब यिनीहरूको नानीहरू केजी पुग्छ हो सो हामी त्यस डरलाग्दो भेट हुँदैन हामी भेट हुने भनेको चाहिँ म झर्ना सजना दी चाहिँ भेट हुन्छु अब सन्ध्या दी मेरी दी श्रुति सुमित्राहरूसँग चाहिँ त्यस्तो भेट हुँदैन कुन चाहिँ लानु साथीहरूमा यो दुईटामा चाहिँ के लानु ब्लू र व्हाइट रहेछ कि येल्लो रहेछ ब्लू लान्छु यो लग्यो मैले झर्नाकोबाट चाहिँ गिफ्टहरू चाहिँ यो खोलिहालौँ न हामी यो खोलौँ त के छ
यो चाहिँ मेरो दिदीको गिफ्ट खोलेको ल सबैजनालाई थ्याङ्क यू सो मच अब हामीले चाहिँ गिफ्टहरू चेन्ज गरिसके अब चाहिँ हामीले थुक्पा अर्डर गरिरहेको छु हो सो अब हामी चाहिँ थुक्पा खाने यो सुन्तला चाहिँ हामीलाई आलु मिमी खाने जग्गाबाट दिनुभएको आन्टीले है यो सुन्तला चाहिँ तिखालाल चाहिँ छैन रहेछ मैले सुन्तला चाहिँ नुनमा छरिकन लिएको छु यो पहिला चाहिँ हामीसँग मेरुदी होइन सन्ध्यादीहरू हिँड्नुहुन्थेन किनकि हामी सानोसानोहरू हिँड्थेँ ठुल्ठुलोहरू एक्स्ट्रा ग्रुप बनेर हिँड्थ्यो हामी सानोसानोहरू अर्को ग्रुप बनेर हिँड्थेँ होइन तर यिनीहरूले चाहिँ हामीलाई हेरेर के भन्थ्यो भन्दाखेरि चाहिँ यिनीहरू कस्तो बिन्दास छ होइन टेन्सनै बिनाको कस्तो मजा गर्छ आफ्नो लाइफलाई कस्तो इन्जोय गर्छ भनेर सोच्थेँ अरे होइन उनीहरूले चाहिँ तर अहिले चाहिँ के भनेर भएर सबसे भन्दा दुःखको पोका चाहिँ यो दुईजना रहेछ भनेर भन्दैछ मेरो म फर्स्टमा आउँदा कस्तो थियो अरे सिधा ग्रीन कलरको चुन्नी लगाएर यस्तो सिन्दुर लिपस्टिक बाहिर बोक्रो भित्र खोक्रो हुन्छ नि त डेन्जर छ नि सिधा अरे म नेपालको कहाँको लिस्टलाई आएको थियो अरे सन्ध्या दी यो चाहिँ हेर्दा मात्रै यस्तो छ कि बाहिर बोक्रो भित्र खोक्रो छ नि त्यही हो यो देख्यो मलाई भनेको हामी सिधा सादालाई बिगारेर केही छैन ल भनेपछि उनीहरूको नजरमा हामी चाहिँ बिग ब्रोड रहेछ नि त होइन भयो लु अहिले नि यसले चाहिँ काम बिगार्दा मुख लड पर्यो भर्खर भनेर भने यिनीहरूले चाहिँ चाउमिन खाइछ होइन यिनीहरूले चाहिँ के भन्यो भन्दाखेरि भर्खर पनि हामी थुक्पा अर्डर गरेको छु तपाईँले के गर्यो भन्दाखेरि चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भनेपछि यो कालो लाउने देख्यो यहाँनिर भैँसी उसले भनेको हामीलाई त्यस्तो चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भनेर चाहिँ लास्टमा हेर्नु अगाडि अगाडि चाउमिन मगाइरहेको रहेछ दुष्टी नागिनहरू नागिन है नागिनहरू है यिनीहरू चाहिँ नागिनहरू हो दिदीकोबाट चाउमिन चाख्दैछु हो चाउमिन चाहिँ एकदमै मिठो बनाइदिनु भएछ तर कुन चाहिँ किन हो ड्याम्मै भाइ भुरी यहाँ हुँदै आयो मैले कहाँ खाएँ आलु सुतीले खाएँ तर आधी आधी खायौँ हामीले है आधी आधी खायौँ आलु एकदमै मिठो चाउमिन होइन यो चाहिँ हाम्रो सिंहबारीको ठिकै एनपी स्कुलको अपोजिट गुरुङ रेस्टुरेन्टमा छ यहाँ चाहिँ हाम्रो मेरुदी यहाँ चाहिँ अनर हुनुहुन्छ होइन रुबी दिदी यस्तो ड्युटी छ होइन आउनुहोस् हेर्नुहोस् खानुहोस् लाइभमा बसिरहेको छु फेसबुकमा श्रुतिकोबाट होइन यिनीहरूले चाहिँ हाम्रो लाइभ हेर्दैछ त्यहीँबाट आउनुहोस् जोडिनुहोस् अब म त यहाँनिर नि लाइभ बसेर हौसी खेलाउनु पर्यो आउनुहोस् आउनुहोस् है पार्छ हो साँच्ची बेसी त दिँदिनँ हो 50 रुपियाँ त दिन्छु साँच्ची आफ्नो आफ्नो गफ हुँदैछ बिचरा अब आज लास्ट हो भोलिदेखि त आफ्नो आफ्नो धुनमा हो अस्ति पिकनिक जाउँ भनिकन सल्लाह गरेको थियो हामीले होइन एक दिन सुत्तीकोमै बसेर 2 दिन सुत्तीकोमै बसेर आफ्टरनुन गएर सुत्तीकोमै बसेर सिलगढी होइन भोलिपल्ट घुम्नु गएर पर्सिपल्ट फर्क्यौँ भनेर भनेको तर मेरै कारणले गर्दाखेरि साथीहरू मेरै प्रब्लमले गर्दाखेरि चाहिँ जानु पाइनँ होइन किनकि त्यस्तै भयो सो नभए चाहिँ हामी सबैजना साथीहरू जानु आँटेको थियौँ जानै पाइनँ के गर्नु यस्तो हुँदो रहेछ है सल्लाह गऱ्यौँ खरानीको डल्ला भयो त्यहाँनिर थुक्पामा आइपुगे साथीहरू यहाँ हेर्नुहोस् चिकन थुक्पा अचार दिन्न अचार त्यो पिकल हो दामी छ है चाहिहाल्छ त्यसलाई हो खानु पाएन त थुक्पा खान मोटिन्छ सले सुप खान्छु सुप कम भनेको त पाइन साथीहरू मोटो मान्छेले बेसी सुप खानु हुँदैन अन्त काँटा पक्रेर सुप खाँदा मोटो मान्छे पातला मान्छे चम्ची खोजेको पाटा परे पातला मान्छेले पुगे खान्छ त नुडल्स खान्छ त मोटिनुको लागि हो त साँच्ची नै
कहाँ घरमै कहाँ छ माइत जान्छ त्यति हो यतै हो दिदीकोमा भिडियो गरेको कि जबरजस्ती फोन आएर अफ गरिदिनु बिहान यहीँ हो यहीँ हो टुडे सिंहबारीमा बिहा भएको केटापट्टि रिसेप्सन दिन्छ अरे भन्दै थियो मेरो चाहिँ भन्ने तपाईँले साथीहरू होइन फोन बितेर क्यामेराको क्वालिटी अलिकति डाउन भएको छ ओइ म त लिपस्टिक भएको थिएँ तेरो फोनमा त अटोमेटिकली लिपस्टिक पो आउँदो रहेछ त मेरो भएको छैन देखिस् हाम्रो त सेर्नु मैले हेरिनँ नि हिजो भ्याइन त गएर होइन अब चाहिँ नि अब यिनीहरू यतिको फ्लोमा छ यहीमा अलिअलि गर्दै गराइरहेको नर्सरीमा अर्को किन्नुपर्छ है फेरि विन्टरमा गराउनु कि नर्सरीमा सजिलो हुन्छ म घरमा गएर इरेजरले मेटाइन्छु कि त्यही अर्को वर्ष त्यो र हामी चाहिँ थुक्पाहरू खाएर पनि गएको नानीहरू ल्याउनु होइन किनकि 11 बजिसक्यो हो सबैजनाले हामीलाई छोडेर गइसक्यो म र श्रुति मात्रै छु कहाँको यो परे रहेछ म र श्रुति चाहिँ कुद्दै जाँदैछौँ अरूले चाहिँ अगाडि अगाडि गयो हामी चाहिँ वासरुम गयौँ नि त अन्त वासरुम जाँदाखेरि टाइम लाग्यो होइन सो हामी चाहिँ कुद्दै जाँदैछौँ अरू चाहिँ आउँदैछ ल छुट्टी भएर भेटौँ गली हामी चाहिँ स्कुल आइपुग्यौँ अहिले हो साथीहरू अन्तखेरि आज चाहिँ हामी डाइरेक्ट चौरस्ता जानु अरे होइन बजारमा सबैजना साथीहरू बजार जान्छ अरे त्यहाँ चौरस्तामा नानीहरू घुमाउनु अरे त्यहाँबाट चाहिँ घर जाउँ भनेर भन्दैछ किनकि अब भेट हुँदैन होइन अब नेक्स्ट इयर त अब श्रुति अब अघि मैले भनिहालेँ आदिको नानीहरू केजी पुग्छ हाम्रो नर्सरी पुग्छ है अब अरूको त केजीदेखिको चाहिँ फेरि 7:30मा स्कुल आइपुग्नुपर्छ अन्तखेरि 2:30मा मात्रै छुट्टी हुन्छ होइन त्यसै कारणले चाहिँ आज घुमौँ भनेर भन्दैछ सो अब हामी चाहिँ डाइरेक्ट घुम्नु जाने मिससँग फोटोहरू खिच्दैछु यहाँ चाहिँ मिसहरूसँग फोटो खिच्दैछ अर्को पालि पनि हाम्रो त टिना मिसै हुनुहुन्छ होइन बिचरा मलाई त आँसु सुन्नु आँट्यो माया लाग्यो लास्ट डे हो आज उहाँ चाहिँ हुनुहुन्छ मिस टिना क्लास टिचर साथीहरूसँग सबैजना हामी त अर्को पालि पनि भेट्छौँ दुईजना हो अरू चाहिँ भेट्दैनौँ ल बाई बाई नेक्स्ट इयर मिलेंगे जान्छ बजार जान्न ए जाँदैन लु अब भेटौँ हो फेरि अर्को पालि सँगै हो के भयो क्यामेरा मर्दै उयो गरेर उठेर एलसिडी चेन्ज गरेर लु आन्टी बाई बाई थ्याङ्क यू सो मच खाजा खाज जाँदैछु मिसको कोकोलाई माया लाग्यो रे सबलाई माया लाग्यो आज है बिचारा मिसको कस्तो माया लाग्यो वी लभ यु मिस टिना यसको त क्यामेरा वी मिस यु मिस टिना I love you I love you I love you Miss Tina मिस टिना लभ यु थ्याङ्क यू सो मच मिसको हाम्रो ड्राइभर दाजुलाई पनि मिठाईहरू किनेर दियौँ है अब चाहिँ हामी खदा लगाइदिनु आँटेको खदा चाहिँ एउटा छ सुतिले लगाइदिन्छ है किनकि बाध्य जुद्धे भए पनि होइन हामीलाई गाडीमा राख्नुभयो हामीले स्पेसल मुमेन्टहरू मेमोरिजहरू हामीले क्याप्चर गरेको छु है घरि झ्यालमुरी पार्टी घरि चिया पार्टी घरि चटपटा घरि आलुमिमी केमा उयो गऱ्यो होइन अर्को वर्ष यसरी भेटौँ पनि दाजुलाई है त्यसरी दाजुसँग बस्नु पाऊँ होइन दाजुसँग दाजु गाडीमा बस्नु पाऊँ है बिचरा दाजुलाई पनि दाजुलाई पनि एकदमै सम्झना हाम्रोबाट है ल दुखी हुन्छ हाम्रो एमएच हाम्रो एमएच कस्तो कस्तो तिमीहरूको लत लाग्यो मलाई ल हाम्रो दाजुलाई एकदमै
बाध्य जुत्दै भए पनि हामी बस्यो है अर्को पालि भेटौँ है भन्दा भन्दै पिलायो प्रीतिले मर्छु भनी भरोसा दिलायो प्रीतिले म बिहान जाँदाखेरि चाहिँ होइन एकदमै टोपी होइन भित्रबाट पनि त्यो थर्मलको त्यो उयो होइन फुल स्वेटर बाहिरबाट यो ज्याकेट लगाएर गएको होइन अहिले चाहिँ हेर्नु म गरमले कपाल पनि यो भुकसुङ्गे भए पनि खोपा हो टी सर्टमा मात्रै होइन यहाँ हेर्नु यहाँ मेरो ज्याकेट उयोहरू अन्त अहिले चाहिँ हामी चौरस्ता जाँदैछु सो यिनीहरूलाई चाहिँ यहाँनिर आइसक्रिम किनिदिने नानीहरूलाई चाहिँ हो यिनीहरूलाई चाहिँ यहाँनिर आइसक्रिम किन्नुको लागि हामी आइरहेको छु सबभन्दा बेसी त्यसले लुगा राखेर राख्ने वान पिस मात्रै बाँचेको छ हो अहिले चौरस्ता त्यो पनि कुनी एकछिनमा भाइ नानीहरूले झार्छ यहाँ आऊ एक एकजना यहाँ यहाँ अथर्व लाइनमा लाइन अप हेर्नु नमानेको ल अथर्व म जेम फर्स्टमै खान्छु नि त के लाग्छ नि अथर्व जाउँ यहाँनिर फोटो खिच्नु जाउँ घोडामा चढ्छ अरे चौरस्तामा आइपुग्यौँ हामी यहाँ हेर ल नानालाई पक्र ल अथर्व बाई बाई ल लानुहोस् हे अथर्व बाई बाई समन्ता अथर्व यता हेरेर छोडिसक्यो सिधा बस लु कराउ लु घोडा दामी भन्थ्यो यता हेरेर हौ नानीहरू चाहिँ यहाँ घोडा खेलिसकेर कुद्दैछ यस जाऊ कुदा जाऊ जाऊ अब फर्किनुपर्छ यहीँ बस्छ यहीँ सुत्छ हौ हामी चाहिँ फर्केको साथीहरू है पानी उयो ब्यागमा छ हो हामी चाहिँ घर फर्केको सबैजना साथीहरूबाट पनि हामी छुट्टेको अब चाहिँ ओके बाई बाई सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला होइन धेरैभन्दा धेरै सपोर्ट अनि माया दिनुहोस् होला कोही बेला भिडियो हाल्छु होइन तर पनि राम्रोसँगले पऱ्यो तर पनि सबले सब्सक्राइब गरिदिनुहोस् होला कोही बेला आउँछ मेरो भिडियो चाहिँ हो सधैँ आउँदैन कोही बेला आउँछ तर बबाल आउँछ ओके बाई बाई